हेलो नमस्ते अनि स्वागत छ जति पनि मेरो च्यानल हेरिरहनु हुने साथीहरुले है। हेलो नमस्ते अनि स्वागत छ जति पनि मेरो च्यानल हेरिरहनु हुने साथीहरुले है। र आज चाहिँ म ऋषिहाट है मेरो जन्मस्थलमा आएको छु। किन आएको भने चाहिँ है हाम्रो आफन्तजन है खस्नु भएको थियो र है त्यसकारण म आएको। र पहिला मेरो पुरानो घर चाहिँ यहाँ तल थियो है, त्यो पनि तपाईहरुलाई देखाउँछु। यो बाटो मुनि तल र यहाँ पनि यसो हेर्नु आएको है त म साथीभाइ के कसो रहेछ भनेर। एकदमै पिसफुल छ यहाँ चाहिँ, एकदमै शान्ति। र साथीभाइहरूले सोची पनि रहनु भएको होला है म चाहिँ तपाईहरुको भिडियोमा चाहिँ किन आइन भनेर हैन। म चाहिँ अब 8-9 दिन बिजी नै रहन्छु हैन। 8-9 दिन बादमा चाहिँ म तपाईहरुको भिडियो पनि हेर्ने छु, भिडियोमा आउने छु। मन नदुखाउनु होला, आएन भनेर म अवश्य नै आउने छु। जति पनि तपाईहरुको भिडियो छुटेको छ त्यो पनि म हेरिदिने छु है। 8-9 दिन चाहिँ तपाईहरुले मलाई पर्खिदिनु पर्यो। र अब चाहिँ म तपाईहरुलाई गाउँ बस्तीको नजारा देखाउने छु है। आजको मेरो भिडियोमा चाहिँ पुरै गाउँ बस्ती कस्तो हुन्छ है त्यो मात्रै देखाउँछु तपाईलाई। यस्तो छ हेर्नुस् ल, हेर्नुस् यो चाहिँ अब नयाँ बाटो बनिँदैछ है। पास भइसकेको छ, बनिनु सुरु पनि भइसकेको छ। यो नयाँ बाटो बनिएर म तपाईहरुलाई त्यति बेला पनि लिएर आउने छु। यहाँको बाटो कम्प्लिट भइसकेर हेर्दै गर्नुहोस् होला रुम्बा विकास भ्लग। ल अहिले चाहिँ हामी यहाँ बडीकोमा आइपुगेको छ साथीभाइ होइन। मेरो बडी अब यहाँ बडीलाई देखाएको नि त हो मैले त के हो कान्छी यहाँ बहिनीको गाउँ छु। बहिनीको घरमा बडीको चाहिँ तलपट्टि छ र बडीलाई देखाएको मैले चाहिँ होइन बडी। यता मेरो बडी होम मिनिस्टर, यता मेरो बहिनी, यता मेरो नाना बडीको छोरी, हाम्रो बडीको छोरी यो कान्छी, माइली चाहिँ माथि छ। के अरे कोसिलीहरू ल्याइदिएको, कोसिलीहरू लिएर आएछ है। कोसिली लिएर आएछ ल हेर्दै गर्नुहोस् होला है। अहिले भएर फेरि देखाउने छु बडीकोमा गएर। ल है अहिले चाहिँ म यहाँ बडीकोमा आइपुगेँ। बडी यहाँ बसिरहेको भएको छ ब्लग। अन्त यहाँ हाम्रो पासाङ पासाङको चाहिँ हाम्रो यहाँ चाहिँ मेरो दाजुको छोरा हो, मेरो छोरा हो होइन। नमस्ते। अन्त यहाँ पासाङको चाहिँ होमस्टे छ। अहिले गेस्ट आइरहेको छ बिजी। म पासाङको होमस्टेमा पनि लिएर जान्छु साथीभाइ होइन। अन्त तिम्रो होमस्टेको नाम पनि भनिदेऊ। यहाँ बरगोट्स होमस्टे। बरगोट होमस्टे चाहिँ यहाँ तल्लोपट्टि छ होइन। म तपाईँलाई बादमा लिएर जानेछु अनि देखाउनु छु। लोकेसन दामी छ, बादमा देखाउँछु म तपाईँलाई। ल ओके 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 ओके। हाम्रो गाउँ बस्तीको घर चाहिँ यस्तो हुन्छ हेर्नु चाहिँ कति हो राम्रो होइन। मजा आउँछ हाम्रो गाउँ बस्तीमा चाहिँ होइन। हामी चाहिँ सहरमा अर्ग्यानिक खानपिन अर्ग्यानिक, हामी चाहिँ माथि सहरमा जाने भयो होइन। अहिले अब याद आउँछ कि यहाँको, यहीँ बसेको पनि हुन्थेछ, यहीँ आउनु मन लाग्छ अहिले होइन। र बिजी आउँदै गर्छु बस्दै गर्छु होइन। अनि एकदमै स्वच्छ यहाँ होइन, नेचुरल छ सब कुरो यहाँ। यस्तो चाहिँ हेर्नुहोस् मेरो जन्मस्थल हो होइन। यो चाहिँ हाम्रो ऋषिहाट खासमल बस्ती होइन। ऊ परतिर यो सालु मेरीबुङ होमस्टे चाहिँ उतल छ। तपाईँलाई अघि मैले होमस्टेको बारेमा भन्दै थिएँ होइन। यो हो बादमा तपाईँहरूलाई त्यहीँ लगेर म देखाउने छु होइन।
यो होमस्टे हो। यो चाहिँ माथिल्लोपट्टिको मात्रै देखिरहेको छ। म भित्र रुमहरू पनि तपाईँहरूलाई देखाउनेछु बादमा। यहाँ हेर्नुहोस् कति सुन्दर छ है। सरर हावा चलिरहेको छ होइन। के दामी दामी फुलहरू हेर्नुहोस् न हौ यहाँ। वाउ सेतोमा रहेछ। यतापट्टि पनि छ। यो फुलहरू चाहिँ के भन्छ यसलाई नाम? जेरेनियम। यो चाहिँ जेरेनियम अरे साथीभाइ। जेरेनियम चाहिँ फुलेर पनि सकेको रहेछ अहिलेसम्म। यो फुल के दामी कलर हेर्नु। आमामामा के मजा। यतातिर चाहिँ प्लान्टहरू रहेछ। यो प्लान्ट पनि कति क्युट। बेगुनी राखेन नेपाली बेगुनीको पुरै छ नारायण पत्केको छ नि त। यो प्लान्टहरू ह्याङ्गिङ प्लान्टहरू। कति स्विट। आमामा यो सेतो झोलाको दिनु। ल हामी चाहिँ अब माथि निस्क्यौँ है ज्वाइँ। माथि बाटोमा निस्किरहँ न। आउँछ होला ज्वाइँ अहिले। हजुर ल अहिले चाहिँ ज्वाइँ र म चाहिँ माथि एकछिन घुम्नु निस्केको बाटोमा है। माथि बाटोको नजारा पनि तपाईँहरूलाई देखाउने छु। यो चाहिँ बाटोदेखि एकदमै तल पऱ्यो होइन। अब चाहिँ हामी माथि घुम्नु जाँदैछौँ। त्यहाँ पुगेर फेरि तपाईँहरूलाई देखाउने छु। माथि रोडको डाँडा गाउँ भन्छ त्यसलाई चाहिँ होइन। त्यहाँको नजाराहरू तपाईँहरूलाई देखाउनु छु एकछिनमा पुगेर। ज्वाइँले चाहिँ बाख्राको बच्चालाई तल पठाइदिनु हुँदैछ। पछि आउनु हुँदैछ। ज्वाइँले त फोन उठाएन त है। आउँछ होला अहिले माथि। अहिले फेरि गर्नुपर्छ एकपल्ट है। हजुर माथि पुगेर गरौँ न। ए अहिले चाहिँ ज्वाइँ र म बाटोमा आइपुग्यौँ। अब एकछिन माथिसम्म जाने हो होइन। माथितिर के कस्तो छ होइन तपाईँहरूलाई फेरि देखाउने छु। यहाँको चाहिँ यस्तै छ यी नजाराहरू होइन। यस जङ्गलै जङ्गल छ साथीभाइ। तलबाट बाटो निस्किँदा मुटु झन्डै फुट्यो बेला त। बानी छैन रहेछ मलाई चाहिँ। त्यही त मुटु यहाँसम्म निस्किँदै फेरि तल ठेलेर यहाँ पुऱ्याइदिएको छु मुटु। अब तपाईँलाई म फ्रन्ट क्यामेराबाट देखाउँछु ल। रोडको छेउछाउमा यस प्रकारले बनाएको छ घरहरू होइन। यस्तो छ। यो रोड भयो। हाया दार्जिलिङ गएको हौ। जाने किन? यहाँ पनि छ है माउन्टेन भ्यू होमस्टे फुड एन्ड लजिङ। यो पनि होमस्टे नै हो तपाईँको। यहाँ सामनेबाट देखाउँछु। किन भन्छ जाने बजार हौसी खेल्नु जाने नजाने? यो चाहिँ देख्नु भइरहेको छ। यो चाहिँ हाम्रो
अगुको मेरो आफ्नै अगु हो मेरो आप्पाको चाहिँ कान्छा भाइ अहिले घरमा यतापट्टिबाट जान्छ हो अब अलिक माथि पुगेर पनि तपाईँलाई म देखाउँछु ल हेर्दै गर्नु होला ल अहिले चाहिँ हामी माथिसम्म आइपुग्यौँ साथीभाइ होइन अब चाहिँ यहाँबाट उकालो हिँड्नु नसकिने रहेछ है भन्दै मेरो भिडियो चाहिँ तर यहाँ नै समाप्त चाहिँ गर्दिनँ होइन समाप्त चाहिँ म भरे घर गएर फेरि समाप्त गर्नेछु है त्यतिन्जेलसम्मको लागि चाहिँ है बनिरहनु होला मेरो भिडियो अझै म यहाँको पनि देखाउँछु माथि माथि घरहरू हेर्नुहोस् है माथि मजा छ होइन त्यतिन्जेलसम्म चाहिँ तपाईँहरू मेरो भिडियोमा चाहिँ बनिरहनुहोस् होला होइन जतिले पनि मेरो भिडियो हेर्नु भइरहेको छ है भिडियो चाहिँ फुल वाच गरिदिनुहोस् होला होइन किनकि म पनि जतिको पनि भिडियोहरू हेर्छु सबैको भिडियो एकदम सुरुदेखि लिएर अन्तिमसम्म जसको मनो च्यानल छ होइन उहाँको म एडभर्ट सायद हेर्छु होइन एडहरू पुरै हेरिदिन्छु म मेरो पनि हेर्दैछु होला एडभर्टाइज मेरोमा पम्प हाल्ने छैन नि भाइ मुखले फुटेर हालिदिउँ सक्छु त म ल पर्खेँ एकछिन हुन्छ अब भरे घर पुगेर मात्रै म भिडियो चाहिँ एन्ड गर्छु है गेस्ट चाहिँ के भन्छ होमस्टे चाहिँ यस्तो छ है हेर्नुहोस् है अँधेरो भए पनि तपाईँलाई देखाइरहेको छु होइन अहिले चाहिँ भित्र गेस्टहरू हुनुहुन्छ होइन त्यही भएर म भित्रको दृश्यहरू चाहिँ तपाईँहरूलाई देखाउन सक्दिनँ होइन यस्तो छ होइन हौ बोन फायर जाउँ न ल दामी पार्टी हुँदैछ इन्जोय होइन ल त ओके साथीभाइ यहाँ यी गेस्टहरू इन्जोय गर्नु हुँदैछ होइन बोन फायर गर्नु हुँदैछ र आज चाहिँ म यतिमा नै म तपाईँहरूलाई मेरो भिडियो पनि यही समाप्त गर्न चाहन्छु भन्दै सबैलाई बाई बाई अनि थ्याङ्क यू सो मच फर वाचिङ भेज खाना आज त प्योर भेजिटेरियन भेज के गऱ्यो भने आज त ल अहिले चाहिँ म यहाँ यो पासाङको होमस्टेमा आइसकेको छु होइन पासाङले के गर्दैछु यहाँ राइस मेकिङ बोइलिङ है यो चाहिँ किचन हो एउटै काम एकैचोटि ओके अहिले चाहिँ मैले तपाईँहरूलाई किचनमा लिएर आएको छु होइन होमस्टे चाहिँ तपाईँको यहाँ छ यो चाहिँ होमस्टे हो होइन यता पछाडिपट्टि हेर्नु देख्नुहुन्छ तपाईँले गेस्टहरू आइरहनु भएको छ होइन पछाडि हो इन्जोय गर्नु हुँदैछ यहाँ गेस्टहरूले होइन दिउँसो लिएर आउनु पर्थ्यो तपाईँहरूलाई मैले होइन तर एक दिन दिउँसो लिएर आउँछु आज चाहिँ रात पर्यो र पनि तपाईँहरूलाई मैले ल्याउँछु भनेको थिएँ होइन लिएर आएँ यहाँ चाहिँ गेस्टले खाना बनाउनु हुँदैछ क्या क्या बन रहा है देखिए आज खुद गेस्ट ने बना रहा है आपको आज एकदम डिफरेंट आज का रेसिपी क्या है आपका रेसिपी त्यही हो चिकन कोसा करी अच्छा आलू भाजी दाल चिकन कोसा करी आलू भाजी दाल ओके ल है म चाहिँ घुमघाम गरेर होइन आइपुगेँ घुमघाम गरेर लुगा पनि फेरेर आइसकेँ हो बसिरहेको छु यता बडी नानाले के बनाउनु भएको सब्जी बनाउनु रहेछ होइन हजुर हुन्छ ल आज चाहिँ मेरो भिडियो यहीँ समाप्त गर्न चाहन्छु भन्दै सबैलाई बाई बाई गरिदिन्छु बडी बाई बाई यो छोराको च्यानललाई चाहिँ के भन्नुहुन्छ के भन्नु अब यो छोराको च्यानल हो नि यो छोराको च्यानल के भन्नु सब्स्क्राइब गरिदिनु होला माया सबैले माया गरिदिनु होला भन्नुहोस्
सब्सक्राइब भन्नुहोस् त सब्सक्राइब गरिदिनु होला सबले माया गरिदिनुहोस् सबैले भिडियो चाहिँ फुल हेरिदिनुहोस् ल भन्नुहोस् सबैले भिडियो चाहिँ फुल हेरिदिनुहोस् ल आधा चाहिँ नहेरिदिनुहोस् ल भन्नुहोस् ल हुन्छ साथीभाइ हामी चाहिँ अहिले घुमघाम गरेर ज्वाइँ र म गएको थिएँ अघि घुम्नु होइन घुमघाम गरेर आयौँ र आजलाई मेरो भिडियो यहीँ समाप्त गर्न चाहन्छु सबैलाई बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई बडी